Hello everyone and namaste. Hope you all are doing good and welcome back to my another new video. As usual आज पनि म ड्युटी जाँदैछु है मेरो दाजु अनि म छ गाडीमा। आजकल राभङलाको वेदर पनि एकदमै राम्रो हुन थालेको छ। स्प्रिङ सिजन स्टार्ट भइसक्यो नि त, त्यही भएर होला आजको वेदर पनि एकदमै राम्रो छ। तपाईहरु हेर्न सक्नुहुन्छ है। र म चाहिँ अफिस पुगेर पनि एकछिन अहिले यहाँनिर बाहिर घाम ताप्नु निस्केको ढुङ्गामा। यो ढुङ्गामा बसेर घाम ताप्नुको मजा नि अर्कै छ है। अनि यहाँबाट चाहिँ वरिपरि एकदमै राम्रो भ्यू देख्छ, तपाईहरु हेर्न सक्नुहुन्छ। अनि एकछिनमा चाहिँ सबैजना आउनुभयो मेरो साथीहरू। अनि अहिले चाहिँ छिरिङाइले मेरो केस बाटिदिनु हुँदैछ। Thank you. हामी चाहिँ खाजा खानु जान्दैछ अब चाहिँ गाडीमा चढेर। हेलो हेलो भन्नु सबैजना। र खाजा पर्खने क्रममा कसै चाहिँ भिडियो गर्नु हुँदै थियो, कसै फोन चलाइराख्नु भएको थियो भने कसै चाहिँ गीत गाउनु हुँदै थियो। औ प्रमिला नाना कहाँ गएको तपाईँहरू? हामीलाई छोडिराखेर के खुसी खुसी गर्दैछ? बेसी हुँदैछ बेसी हुँदैछ ल। केदेखि विचार गर्दैछु है औ के भन्दैछ? के गफ छ यहाँ हामीसँग गर्नु नहुने है नाना? तपाईँ जति बेला यो भिडियो हेर्छ हाँसेले मर्छ। लाइक सेयर सब्सक्राइब गर। र आफ्टर अफिस चाहिँ हामी एकछिन क्युजिङ आउने काम थियो है। अनि क्युजिङ आउँदा आउँदै एकछिन यो डाँडामा पनि निस्कौँ हावा खाँदै भन्ने प्लान भयो। अनि अहिले चाहिँ हामी यो डाँडामा आएको छौँ। यो रोड त के रोड पो हो आशिष? के गरेको त्यो चिज नदेखाउ त आशिष यो रोड त के रोड पो हो? गुम्बा जाने रोड। क्युजिङ देखिको माथि गुम्पा जानेपट्टि रहेछ। अन्त यहाँ डाँडामा एकछिन हावा खानु आएको हामी चाहिँ। त चाहिँ यहाँ म फोटो पनि खिचिदिँदैछु हो। म्याडमले पोज दिनु हुँदैछ यहाँनिर। यो डिस्टर्ब गरेको लो 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 नेक्स्ट पोज पोर्ट्रेटमा खिच्छौ? फोटोमा। पोर्ट्रेटमा र डाँडामा बसेर एकछिन हावा पनि खाइयो, मजा पनि गरियो, फोटो पनि खिच्यो, भिडियो पनि बनाइयो। अनि अब चाहिँ हामी फर्किँदै गरेको फेरि राभङलातिर। कस्तो लाग्छ गाइस? दामी दामी के खाने गरेको नि देखाउनु लाइफ र हाम्रो सानो गेट टुगेदर सकेर अहिले चाहिँ म नानाको घरतिर जाँदैछु। निकै रात परिसकेको छ। अन्त नाना चाहिँ मलाई अलिक परसम्म लिनु आउनु हुँदैछ। अनि यता सोल्टिनी चाहिँ सब्जी बनाउनु हुँदैछ। उहाँले पनि भ्लग बनाउनुहुन्छ युट्युबमा पनि, च्यानल भिजिट गर्न सक्नुहुन्छ। के पो तपाईँको च्यानलको नाम त? तमुस भ्लग्स मा गएर यसो हेरिदिनुहोस् होला। अनि सब्सक्राइब गरिदिनुहोस् होला है मन पर्यो भने। अनि यता चाहिँ भाउजू हुनुहुन्छ, हाई भनिदिनुहोस्।
र आजको मेरो भिडियो यति नै थियो अनि थ्याङ्क यू फर वाचिङ। र यदि तपाईँ कोही नयाँ हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई है, ताकि मलाई अझै एन्करेज हुन्छ नयाँ अनि राम्रो भिडियोहरू बनाउनुको लागि। र सो यदि तपाईँले अलरेडी सब्सक्राइब गरिसक्नु भएको छ भने तपाईँलाई पनि एकदमै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। अनि आजको भिडियो यति नै थियो। थ्याङ्क यू फर वाचिङ, किप वाचिङ एन्ड सी यू अन नेक्स्ट भिडियो। बाई।